हेलो 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 एउटा यो नेपालको राजनीति देख्दाखेरि मलाई चाहिँ धेरै एउटा पागल एउटा सुँगुर हुन्छ नि त्यस्तै खालको हुनु लाग्यो। नेपालको राजनीतिहरू पुरानो पनि त्यस्तै छन्। सबै कुराहरू एमाले काङ्ग्रेस माओवादी आफ्नो देश बेच्ने गर्ने। अब कोही भन्छन् सिमाना नेपालले पनि मिचेको छ भनेर। अनि एउटा मैले बुझिरहेको छु, म पुलिसमा जाहिर हुँदा शम्सी कनुवा बोर्डर नेपाल र इन्डियाको बोर्डरमा हुँदाखेरि म गङ्गा स्नान गर्नु भनेर म पटना मजफ्फरपुर जाँदाखेरि नेपालको सिमाना उहाँसम्म थियो र त्यहाँको बासिन्दाले भन्थे यहाँ चाहिँ नेपालको सिमाना हो भनेर, र नेपाल भनेर सिमाना भनेर लेखेकै पनि थियो। अनि नेपालले चाहिँ जमिन कहाँनिर मिच्नु पुगेछ कोनी यो चाहिँ मैले बुझ्नु सकिनँ। यो तपाईहरुको यो कुन तरिकाले हो, यो के हो, यो मैले बुझ्नु सकिनँ। सरकार तपाईहरु जति पनि छ पुरानो पार्टीले पनि कालापानी टनकपुर इत्यादि दुनियाँथरी बेचिसके। अब नेपाल घटाउँदै गएका छन्। बरु नेपालीलाई पनि इन्डियन हो भन्दा पनि केही फरक पर्दैन होला। अब चाहिँ वास्तवमा यो के भइरहेको छ। अब पञ्चायती कालका पनि त्यहाँका मुखियाहरूले जुन छ पञ्चायती कालका मान्छेहरूले पनि कति कुरामा चाहिँ देशलाई घोटाला गरिरहेको छ। राजाको कुरा नसुनेर राजालाई छक्याएर यो राष्ट्रिय प्रजातन्त्र पार्टी एमाले माओवादी काङ्ग्रेस यो यिनीहरूले मिलेर इन्डियासँग मिलेर अनि नमो गर्दै आफ्नो सत्ता टिकाउनको लागि इत्यादि कुराहरू यो खेल र नेपाललाई सिमाना घटाउने कामहरू किन गरिएको हो। सरकारहरू अब होसियारी हुनुहोस्। जनता पहिलाको जस्तो मूर्ख छैन। र अनि यो झोलेहरू बनेर हिँडेछ नि जति पनि सम्पूर्ण पार्टीकोलाई म भन्दछु है, यो पार्टी उ पार्टी होइन, सम्पूर्ण पार्टीहरूको झोलेलाई पनि म भन्दछु कि एक अर्काको विरोध मात्रै गरिरहेछ। यो पार्टीको झोलले त पार्टी त झोले यो किन? यो सबैको दिमागमा सुँगुरको पागल सुँगुरको गु भरिया छ क्या आएको नि। सही र गलत छुट्याउनु सक्दैन। कुन चाहिँ सही के बोलिरहेछ यो कुरा बोध्नु। एमाले भन्छ फल्नाको झोलले, काङ्ग्रेसले भन्छ फल्नाको झोलले, माओवादीले भन्छ फल्नाको झोलले, रासपा भन्छ फल्नाको झोलले, प्रजातन्त्र पार्टी भन्छ फल्नाको झोले, श्रम संस्कृति भन्छन् फल्नाको झोले। ओइ सालाहरू झोले सबै झोलेलाई चाहिँ पागल सुँगुरको गु कोचार्दा ठिक हुन्छ। एक अर्काले बुझ्नु छैन, सबैले दोष लगाएछ। झोले भनेछ मासालेहरू झोले भत्तोहरू। एउटा बुझ्नु सही र गलत के बुझ्नु छैन। अनि पत्रकारहरू पनि मासाले कुकुरहरू सबै झोले भएका छन्। सही जुन कुरा छ सही कुरालाई चाहिँ डिटोल गरेर गर्नु नि। एक पार्टीको पक्ष लाएर चाहिँ आफ्नो पार्टीको पक्ष लाएर चाहिँ जुन पत्र लेखिरहेछन्, के अरे प्रचार समाचार लेखिरहेछन्, झोलेहरूले आफ्नो स्वार्थको लागि मात्रै झोले बनेको छ। ए झोलेहरू आफ्नो स्वार्थको लागि झोले नबन, देशको लागि चाहिँ झोले बन। हो हाम्रो देश सानो छ, सानो भए पनि हिक्मत गर्यो भने हाम्रो सैनिक गोर्खाली सैनिक हाम्रो इन्डियामा जिन्दाबाद छ। कुन चाहिँले हेप्नु सक्छ? साला झोलेहरू सबै झोले उही झोले खुट्टा तान गरेछ। उसले यो के अरे एमालेको सत्ता हुँदा काङ्ग्रेस खुट्टा तान्ने, काङ्ग्रेस सत्ता हुँदा माओवादीको खुट्टा तान्ने, या जुन माओवादी हुँदाखेरि काङ्ग्रेस एमाले मिलेर खुट्टा तान्ने, रासपाको पालो आउँदाखेरि यी सबै पार्टी मिलेर खुट्टा तान्ने, राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदा फेरि अरूले खुट्टा तान्ने। अनि देशमा चाहिँ देशलाई माया गर्ने राजालाई मारेर फ्याँक्ने साला कुकुरहरू नेताहरू। कुन खालको बुद्धि हो यो? बरु बाँदरको पनि अलिक बुद्धि होला है, बरु पागल सुँगुरको पनि अलिक बुद्धि होला। हाम्रो नेपालको सिमाना पटना मजफ्फरपुरसम्म छ। हाम्रो पटनाका बिहारी दाजुभाइहरूले भनिरहेछन् नेपालको सिमाना हाम्रो यहाँसम्म छ भनेर। अहिले नेपालले कहाँ सिमाना मिच्नु पुग्यो?
सबै सिमाना सरी म पुलिसमा हुँदाखेरि पुरै मैले चाहिँ देखेर आएको छु। तर त्यतिखेर मोबाइल थिएन, फोटो खिच्ने केही पनि थिएन। तर म गङ्गा स्नान गर्न जाँदाखेरि पटना मजफ्फरपुरमा जाँदाखेरि त्यहाँ छ सिमाना, हाम्रो नेपालको पिलर सिमाना भनेर मैले बकाइदा मेरो आँखाले हेरेर आएको छु। त्यसलाई पुलिसहरू पनि झोले, सम्पूर्ण सबै कुरा झोले नबन। देशको भलाइको लागि, देशलाई माया गर्नको लागि झोले बन। आफ्नो जागिर पचाउनलाई, आफ्नो मान सोझो गर्नलाई तिमीहरू कोही पनि झोले नबन। झोले बन्छौ भने देशको लागि झोले बन। झोले बन्छौ भने किसानको लागि, भलाइको लागि झोले बन। झोले बन्छौ भने बाटोमा मागेर हिँड्ने, जुन मागेर हिँड्ने, पागल भएर हिँड्नेहरूलाई माया गर्नलाई झोले बन। आफ्नो स्वार्थ पुरा गर्नलाई झोले कहिले पनि नबन। आफ्नो स्वार्थलाई पुरा गरेर बन्ने झोले सबै कुकुर हुन्, पागल सुँगुर हुन्। देशको गति कहाँ पुगेको छ थाहा छैन। अनि एकअर्काले तोकिरहेको छ, फल्नाको झोलले, ढिस्काको झोलले। तेरीमा साले कुकुरहरू। झोले होइन, एक मिलेर एकअर्काको कुरा बुझ, छलफल गर। अनि देशलाई के गर्नुपर्ने हो, देश कहाँ पुर्याउनु पर्ने हो। जहिले पनि खुट्टा तानेको छ, देशको कहाँ डुबिसक्यो थाहा छैन। अनि एकअर्कालाई आरोप लगाइरहेको छ। झोले पनि कोही पनि झोले नबन, कुनै पनि पार्टीको झोले होइन। सही काम गर्नेलाई सही सलामत देऊ। आफ्नै बाउ भए पनि गल्ती देखाऊ, झोले बनेर होइन। यदि झोले बन्छौ भने बाउको गल्ती पनि गल्ती हो भन। पार्टीलाई यो भएन भनेर त्यसले चाहिँ अम्ला ठड्याउने काम गर। देशको लागि झोले बन। आफ्नो मानव पचाउनलाई झोले कहिले पनि नबन। होस गर। हामी किसानहरू कहाँ मरिरहेको छौँ थाहा छैन। साला किसानहरूलाई चाहिँ मारिरहेछन्, किसानहरू दबिरहेछन्, ठुलाहरूले चाहिँ मौका छोपिरहेछन्। देशले जताततै गरिब मात्रै बन्नु खोजिरहेछ। साला झोलेहरू बने, आफ्नो स्वार्थ पुरा गर्यो। सम्पूर्ण पार्टीका झोलेहरूलाई होस गर। जनताहरू अब झोलेको पछि लाग्दैन। जनता जसले राम्रो काम गर्छ उसैको पक्ष लाग्छ। तिमीहरूलाई रिस उठे पनि टाउको फुटाऊ, मसँग लड्न आऊ। सही कुरा यदि मैले गलत गरेँ जस्तो लाग्छ भने दिमागमा 1000 चोटि सोच मैले के बोलिरहेको छु। 1000 चोटि सोच, 1000 चोटि सही कि गलत। मान्छे भात खाने वास्तवमा चाहिँ भात खाइरहेको हुन्छ, अदृश्य रूपमा चाहिँ गु खाइरहेको हुन्छ। साला सबै झोलेहरू एकअर्काको विरोध गरिरहेछन्। सही र गलत छुट्याउन सक्दैन। आमाले पुलिसमा के भन्छन्, बाउलाई गोली हान्छ, आमालाई झुन्याएर मर्छु भनेर कसम खाइरहेको हुन्छ आफ्नो। तर पछि गएर चाहिँ उही ड्याङको मुला पुलिसहरू पनि त्यही चोरहरू छन्। सबै त पुलिस त्यस्तो हुन सक्दैन। कति कुराहरू त छन् राम्रो पनि पुलिसहरू भेटेको छु। मसँग काम गर्दाखेरि हाकिमहरू थियो, राम्रो हाकिम कुनै भेटेको छु। 1000मा 1-2 जना भेटेको छु। सबै पुलिसहरू पनि खत्तम छ, आर्मी पनि खत्तम छ। अनि नेताको पछि लाने झोले झन खत्तम भयो। मैले मेरो पुलिसको जागिर खाँदाखेरि म आर्मीसँग अनि म मिलेर हिँडेको छु। आर्मी कति कुराका हाकिमहरू राम्रो छन्, पुलिसका पनि कति हाकिम राम्रो छन्, सिपाहीहरू राम्रो छन्। तर आफ्नो स्वार्थ पुरा गर्नेहरूले गरिबलाई पनि घुस खान छोडेको छैन। अनि जुन यो साला झोलेहरूले आफ्नो स्वार्थको लागि, आफ्नो जागिर पचाउनको लागि, आफ्नो मान सोझो पचाउनको लागि, आफ्नो गल्तीलाई ढाड छोप गरेर छोप्नुको लागि म चाहिँ बेइज्जती नहुँ है, मेरो बेइज्जत अगाडि पढ्यो भने म त बेइज्जती हुन्छु भन्ने त्यो बेइज्जतले छोप्नुको लागि अनि सबैको झोले बनाएको छ। साला कुकुरहरू सबै झोले भन। म पनि पहिला झोले हो, तर सही र गलत छुट्याएर झोले बन्छु। किसानको झोले बन्छु भने किसानलाई को स्वार्थको लागि, किसानको सबैको लागि चाहिँ भलाइको लागि झोले बन्छु। कसैको छिमेकीको लागि झोले बनाएको छु भने छिमेकी सबै गाउँको लागि, भलाइको लागि, राम्रोको लागि म झोले बन्छु। तर आफ्नो स्वार्थको लागि झोले कहिले बन्दिनँ। याद गर झोलेहरू, एकअर्कालाई दोष आरोप नगर। झोलेहरू रिस उठ्यो होला है, सलाम। म पुलिसमा जागिर छोडेर धेरै ठाउँमा घुमेको पनि छु। नेपालको सिमाना कहाँ छ त्यो मलाई सबै थाहा छ। त्यहाँले पटना मजफ्फरपुरसम्म सिमाना भएको जुन सिमाना नेपालले कहाँनिर अधिक्रमण गर्यो, कहाँनिर सिमाना मिच्यो, यो प्रष्ट हुनुपर्छ। र अनि हेर्नुहोस् जुन दार्जिलिङहरू भयो इत्यादि कुराहरू, म पश्चिम सिलाङतिर जाँदाखेरि पनि त्यहाँ पनि
पहिलाको राजाहरूले ती जङ्गे राजाहरूले चाहिँ बनाएको चिन्हहरू छ, छापहरू छ, त्यहाँ भेटेको छ। त्यही हुनाले सरकारमा जाने होस् या खुट्टा तान्ने होस्, सबै राजनीतिहरूका चोर गुण्डाहरू नेपाललाई माया गरेको हो कि त्यो डुप्लिकेट नेपालले सक्नु खोजेको याद गर। अब सबै जनताहरू बुझिसकेका छन्। अब सम्पूर्ण सबै जनताहरूले झोलेहरूलाई पनि छानी कुट्नु पनि बेर मान्दैन। सबैमाथि आक्रोश भइसकेका छन्। देशको लागि नलड, आफ्नो देशलाई बचाउनको लागि लड, स्वार्थ पुरा गर्नको लागि नलड, अरू सबैको भलाइको लागि लड। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। जति सक्दो गाली गरे हुन्छ, लेखे हुन्छ, जसलाई चित्त बुझ्दैन जे लेख्यो नि लेखे हुन्छ। त्यो लेख्नेहरू चाहिँ सबै पागल कुकुर र पागल सुँगुरहरूले चाहिँ लेख्छ। बुझ्नेले चाहिँ अब सही कुरा हो भनेर भिडियो माथिसम्म पुर्याइदिन्छ। धन्यवाद सबैलाई। म आज धेरै रिस भएर चाहिँ मैले यो भिडियो बनाउनु परेको, तर मलाई यो टिकटक बनाउनु पनि आउँदैन, तर भर्खर सिक्दैछु र चाहिने कुराहरू चाहिँ म अब यो चाहिँ कुराहरू भिडियोमा हालिरहेको छु। जसको दिमाग तात्तियो नि तात्तियोस्। धन्यवाद सबै जसले भिडियो हेर्नुभयो, तपाईँहरू सबैलाई धन्यवाद। बाई। जय नेपाल। हाम्रो सरकार दिपेन्द्र राजाको देश हो। अब त्यो देश बन्नुपर्छ।